कर्फ्यू लगाउनु पर्ने अवस्था पनि होइन, सेना उतार्नु पर्ने अवस्था पनि होइन। यो सरकारको पराजित मानसिकता हो। सेना उतार्नु पर्ने अवस्थै होइन, यो उनीहरूको पराजित मानसिकता हो। र सेना उतारिसकेपछि पनि यो के हो भने सेनालाई एउटा आदेश आयो, प्रहरी उनीहरूले सेनालाई त मेसेज गयो पहिला के हुन्छ नेपाल प्रहरीले पनि सकेन भने सशस्त्र प्रहरी, अनि सशस्त्र प्रहरीले पनि शान्ति सुरक्षा स्थापना गर्न सकेन भने नेपाल आर्मीको परिचालन हुने हो। त्यो अवस्था त्यहाँ थिँदै थिएन। नेपाल आर्मीलाई किनभने सरकारले भन्यो नेपाल आर्मी आयो, उनीहरूको यो के हो त धर्म हो, संविधानको धर्म हो। यस नेपाली सेनाप्रति त्यो भनेको नेपाली सेनाप्रति अझै पनि नेपाली जनताको विश्वास सेनाप्रति मरेको छैन, मरेको छैन, मर्दैन पनि। नेपाली सेनाले मर्ने काम गर्दैन पनि। तर अहिलेको यी नालायकहरूले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास गरिरहेका छन्, गरेका हुन्। तर नेपाली सेनाले प्रष्टसँग बुझ्छ, संयमित भएर काम गर्छ। यस यो नालायक सरकारले दायाँ बायाँ गरे पनि अब सेनाले हामीलाई संरक्षण गर्छ भनेर सेना आऊ देश बचाऊ, सेनाले हाम्रो सुरक्षा गर्छ भनेर नारा लगाइनुको कारण त्यो सेनामाथि नेपाली जनताको विश्वास र सेनाले अहिलेसम्म नेपाली जनतालाई दिएको विश्वासको परिणाम हो। त्यो बालेन शाहको एकदम केटाकेटीपन र बायसपन हो। श्री 5 महाराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको कसरी नाम जोडियो? स्वच्छ तरिकाले आफ्नो निवासमा राज भएको राजालाई बीचमा मुछेर, यो बालेनजीको कमजोरीपन हो। बालेनजी उहाँहरूबाट परिचालित हुनुभयो, उहाँ यति नालायक काम, निकृष्ट काम गर्नुभयो बालेनजीले। त्यसको उहाँले सच्याउनुपर्छ, सच्चिनुपर्छ। मैले गल्ती गरेँ भनेर महसुस गर्नुपर्छ। मैले यो घरमा बालेन जिन्दाबाद भनेर ओलीजीले बालेनलाई के अरे कार्यकारी प्रमुख दिनु भएन, ओली मुर्दाबाद अनि बालेन जिन्दाबाद भनेर यहाँ मैले के अरे आगो लगाएँ भने के यसको पैसा बालेनले तिर्नुहुन्छ? त्यति पनि विवेक छैन बालेनमा। विवेक हुनुपर्छ। ऊ त काठमाडौँको पिता हो। किनभने अरू सर्वसाधारण मान्छेलाई ताकेर गोली हान्नेहरूले दुर्गा प्रसाईले यो काम गरेको भनेपछि यो सरकारले दुर्गा प्रसाईलाई मार्ने योजना बनाएको थिएन भन्न सकिँदैन। हो, आगो बल्छ। यिनीहरू भोलि कहाँ जाने? महाराज सरकारलाई पक्रेर यी अहिलेका नेताहरू, अहिलेका यो अवस्थालाई हामी के अरे का नाइकेहरू कहाँ जाने? त्यो कहिल्यै पनि सम्भव छैन। यिनीहरूले महाराज सरकारलाई जेल हाल्न सक्ने यिनीहरूको आँट पनि छैन, क्षमता पनि छैन। किनभने उहाँसँग सम्पूर्ण जनता छन्, नेपाली जनता छन् र उहाँले बेला बेलामा कोही पनि नेपालीलाई अलिकति पनि चोट नलागोस्, केही दिन घरको छतमा 2 दिन 3 दिनबाट त्यहीँको मान्छेहरूले भनिरहेछन् नि, मेरो घरमा 2 दिन 3 दिन अगाडि माथिबाट अश्रु ग्यास हान्नु पर्यो, तिम्रो घरको छत देऊ भनेर आएका थिए, मैले हुँदैन भनेर पठाएको हुँ भनेर त त्यही वरिपरिको मान्छेहरूले भनिरहेका छन्। यस यो सत्य हो। यो माओवादीको कार्यकर्ताहरू नि घुसेको छ। मैले सुन्छु, भर्खर मलाई एकजनाले फोन गर्नुभएको थियो, झन्डै 300 देखि 400 जना एमालेको भिजिलान्तेहरू पनि त्यहाँ घुसेको र सिविजमा प्रहरीहरू पनि यसको लागि प्रयोग भएको। घरको छतमा लगेर अश्रु ग्यास हान्ने मान्छेहरू राखिनु, ढुङ्गाहरू जम्मा गरेर राखिनु। त्यो के हो भने हार मानसिकताको त्यो प्रस्तुति हो। कार्यक्रम भइरहेको जुन मञ्चमा अश्रु ग्यास फालियो, त्यो सरकारको कायरताको ज्वलन्त उदाहरण र प्रतीक हो। यही हो त गणतन्त्र र प्रजातन्त्र। एउटा आफ्नो विचारहरू राखेर देशको अवस्था यस्तो छ है, अब हामी हाम्रो स्वाभिमान बचाउन एक हुनुपर्छ भन्ने सन्देश दिनको लागि आयोजना गरिएको कार्यक्रम हो। सरकारले यदि अविवेकशील काम गरेको हो भनेर भन्छु म। बन्दुकहरू लिएर, हतियार लिएर बसेका थिए छतमा, प्लस त्यो छतमा सुरक्षाकर्मीहरूले नै ढुङ्गा लिएर बसेका थिए। आगो प्रदर्शनकारी अथवा आन्दोलन गर्ने मान्छेहरूले लगाएको भए कुनै पनि क्यामेराले त्यसलाई कैद गर्ने थियो। देख्नुहुन्छ तपाईँ कहीँ कुनै पनि मिडियामा अरू चिजहरू जो
सेल्फ लोडिङ राइफल भन्छ, सेमी अटोमेटिक हतियार हो त्यो, राइफलको खोकाहरू भेटिएको छ, सबै चिजहरू भेटिने, कैद हुने। तर त्यहाँ गएर आगो